त डिभेस नदिने हो भनेर पनि एउटा केटी खोज्दै मलाई हो गयो नि त केटी खोजिहाल म जान्न डिभोर्स दिन्छु म जान्न जहिले पिट्छ मलाई यत्रो कानबाट खसाली एकचोटि अघिकै शब्द हजुर एकछिन तपाईँको कुरा हामीले राखिसक्यौँ यहाँ मान्छेहरू कोही पनि छैन तपाईँको कुरा सबै रेकर्ड भइसकेको छ यहाँ उहाँ हजुर यहाँ स्थानीय हुनुहुन्छ उहाँले भनेको कुरा सुन्नु एकचोटि भनिदिनुहोस् सर फेरि एकचोटि उहाँले बुझ्नै हुन के हजुर यस्तो कुरो है हुनु त हामीले सबै कुरो देखा चाहिँ छैनौँ यहाँ तपाईँहरूले जे बोल्नुहुन्छ त्यसको अनुसार हामी बोल्ने हो र यहाँ देखेको अनुसार कुरा गर्ने हो अनि कानुनले के भन्छ त्यो अनुसार हामी जानु राम्रो हुन्छ अब तपाईँ जुद्यो झगडा गरे भाग्यो हामीलाई त्यो थाहा भएन कसरी गयो कसरी आयो कसरी झगडा पर्यो त्यो पनि हामीलाई थाहा छैन तपाईँ दुईजना साक्षी हुनुहुन्छ र त्यहाँ सामाजिक हिसाबमा को कतिजना मान्छे साक्षी हुनुहुन्छ त्यो अनुसार अब तपाईँले जुन कुरो उहाँलाई कसरी छोड्नुभयो के गर्यो तपाईँलाई पिट्यो या चुट्यो हेप्यो त्यो हामीलाई थाहा भएन होइन र विशेष गरी हामी देख्दछौँ उहाँले भन्नुहुन्छ मेरो आफ्नो मान्छे हो मसँग प्रमाण छ उसलाई नलगी म जान्न अब तपाईँ जान्नुहुन्न भने तपाईँ म जान्न भन्यो भने यहाँ त केस हुन्छ होइन पुलिसहरू आउँछ अनि त्यहाँ कारबाही प्रक्रियामा तपाईँ कानुन प्रक्रियामा जानुपर्ने हुन्छ ठिक छ हो तपाईँसँग मन परेन तपाईँले इच्छा भएन श्रीमानको पनि इच्छा भएन मिलमिलाप भएन भने तपाईँहरू चाहिँ भिन्दै बस्नु पनि सक्नुहुन्छ है त्यस कारणले गर्दा स्वतन्त्र तपाईँहरूले पाउन सक्नुहुन्छ